शैली पुरानै तर नयाँ भनेर भनिएको चिनिएको पार्टी त्यो हो रासपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसको कुनै न भिजन छ न कुनै एजेन्डा छ, जसले कुनै न दिगो रूपमा सोचेको छ। जनतामा भ्रम फैलाइएको छ, जनतालाई कसरी इमोसनली बनाउन सकिन्छ र भोट आफूतर्फ तान्न सकिन्छ भनेर रासपाले चाहिँ त्यस्तो गरेको देख्न सकिन्छ। जो चाहिँ चुनावको टिकटको लागि पैसा लिन्छ, पैसाको बार्गेनिङ हुन्छ, आफूलाई नयाँ हो भन्ने, तर शैली त्यही पुरानो। र यो प्रश्नमा च्याटजिपिटीले के भन्छ त भनेर मैले सोधेको प्रश्नमा म तपाईहरुलाई च्याटजिपिटीले दिएको उत्तरको सानो देखाउने छु है त्यो क्लिप, जसमा च्याटजिपिटीले उत्तर दिन्छ। आजको सन्दर्भमा नयाँ भनेर चिनिएको पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नै हो। पदका लागि आवाज उठाउने, अरूलाई व्यङ्ग्य, हामी फरक छौं भन्ने दाबी, सँगसँगै तर व्यवहारमा सत्तामा छिट्टै पुग्ने हतार, मन्त्रालय र हुँदा रवि लामिछानेले त जिम्मेवारी दिन समेत भ्याइसिए र पावर प्ले, स्पष्ट लिखित दीर्घकालीन राज्य भिजन अझै धुम्म छ भनेर यहाँ स्पष्टै च्याटजिपिटीले देखाएको छ। र आलोचना सहन नसक्ने, प्रश्न उठाउनेलाई नै गलत ठहर गर्ने शैली। यहाँ यो कुरा तपाईहरुले देखिराख्नु भएकै हो। र यो कारणले गर्दाखेरि च्याटजिपिटीले के भनेको छ भने नयाँ बोतलमा पुरानै रक्सी, नयाँ बोतल मात्रै नयाँ तर रक्सी त्यही। यो भनेको रासपा मात्रै खराब चाहिँ होइन, अरु सबै राम्रो भन्ने पनि होइन, तर नयाँ भनेर आशा गरिएको र पार्टीको विकल्पका रूपमा चिनिएको पार्टीले नै यस्तो पदमुखी संस्कार देखाउन थालेपछि अझ निराशा बढेको छ।